आज हामी सेटबाट यो तीनवटा सेट दिएको छ भने त्यस्तो टाइपको प्रब्लमलाई चाहिँ हामीले कसरी सल्भ गर्ने भनेर हामी आजको यस भिडियोमा क्वेसन सल्भ गर्न गइरहेका छौँ। योभन्दा अगाडिको भिडियोमा चाहिँ मैले तपाईहरुलाई चाहिँ यसरी दुईटा सेट भएको सिम्पल प्रब्लमहरू अनि त्यसपछि पर्सेन्टेज र नम्बरमा भएको क्वेसनलाई कसरी सल्भ गर्ने अनि त्यसैगरी रेशियोमा भएको क्वेसनलाई चाहिँ कसरी सल्भ गर्ने भनेर मैले योभन्दा अघिल्लो भिडियोहरुमा चाहिँ गरिसकेको छु अथवा हामीले त्यहाँ चाहिँ हेरिसकेका छौँ। र आज चाहिँ हामी यो भिडियोमा चाहिँ तीनवटा सेटहरू आयो भने त्यसलाई चाहिँ कसरी सल्भ गर्ने भनेर चाहिँ यसमा चाहिँ हामी सोलुसन गर्दै छौँ। अनि यो क्वेसन चाहिँ हामीले मोडल सेट निमाबाट चाहिँ लिएको छौँ। सेट नम्बर मोडल सेट नम्बर 8 हो। हेर्नु होला तपाईहरुले पनि, तपाईहरुसँग छ भने है। ल क्वेसनले के भन्छ एकछिन हेरौँ है त। सर्वे इज म्याड अमङ 110 पिपल एन्ड फाउन्ड 55 पिपल लाइक रोनाल्डो भन्छ हैन। अब 110 जनामा चाहिँ के गरियो त सर्वेक्षण गरियो हैन। अनि त्यसमा चाहिँ के भयो त 55 ले चाहिँ रोनाल्डोलाई मन पराउँछन् भनेको छ अनि 40 लाइक मेसी हैन अनि 35 लाई चाहिँ नेमार मन पर्छ भनेको छ एन्ड 20 लाइक रोनाल्डो एन्ड मेसी। अब 20 चाहिँ 20 पिपल चाहिँ 20 लाई चाहिँ रोनाल्डो र मेसी मन पर्ने रहेछ, 10 लाइक रोनाल्डो एन्ड नेमार अनि 15 लाइक मेसी एन्ड नेमार, 20 लाइक नन अफ देम। 20 चाहिँ कसैलाई पनि मन पर्दैन भनेको छ हैन। त्यसै अब यहाँ के भयो त हामीलाई के सोध्यो राइट द कार्डिनलिटी अफ द गिवन सेट इन सेट नोटेसन भनेको छ। यसलाई सेट नोटेसनमा लेख भनेको छ। यही कुराहरुलाई चाहिँ हामीले सेट नोटेसनमा लेख्नु पर्यो। त्यसपछि अर्को क्वेसनमा चाहिँ हामीलाई भेन डायग्राममा चाहिँ प्रस्तुत गर्नुहोस् भनेको छ। अनि अर्कोमा चाहिँ के भनेको छ त फाइन्ड द नम्बर अफ पिपल हु लाइक एक्ज्याक्टली वान अफ देम हैन। अब एउटा चाहिँ लाइक गर्ने एउटा खेलाडी चाहिँ लाइक गर्ने मान्छेहरू कति छन् त हैन। एक्ज्याक्टली वान भनेको ओन्ली वान है। त्यसै फाइन्ड द पर्सेन्टेज अफ पिपल हु लाइक ओन्ली टु प्लेयर। अब त्यसै दुईटा प्लेयर मात्र लाइक गर्ने मान्छेहरू कतिजना छन् त्यसलाई चाहिँ पर्सेन्टेजमा फाइन्ड गर्नुहोस् भनेको छ है। ल ओके, अब हामी सोलुसनतिर लागौँ है। अब यो सल्भ गर्नको लागि चाहिँ हामीले पहिला के गर्नु पर्यो भने यसरी हामीले एउटा स्टेटमेन्ट माथि लेखिदिने अनि त्यसपछि अब हामीले के गरौँ त भन्दाखेरिमा डाइरेक्ट चाहिँ सेट नोटेसन चाहिँ हामीले अब लेख्न सक्छौँ है। जस्तै अब क्वेसनले हामीलाई के भनेको छ भने सुरुमा चाहिँ अब टोटल नम्बर कतिजनामा चाहिँ सर्वेक्षण गरिएको छ त 110 जनामा। अनि त्यसैले अब यहाँ हामीलाई 55 लाइक रोनाल्डो भनेको छ हैन। 55 भनेको रोनाल्डो आर लाई लाइक गर्ने 55 छन्। अब मेसीलाई लाइक गर्ने कतिजना छन् त 40 छन्। अनि 35 लाई के रे नेमारलाई लाइक गर्ने 35 छन् ल। अनि 20 लाइक रोनाल्डो एन्ड मेसी। रोनाल्डो एन्ड मेसी चाहिँ कतिजना छन् त 20। 10 लाइक रोनाल्डो एन्ड नेमार। रोनाल्डो एन्ड नेमार चाहिँ कति छन् त 10 छन्। अनि 15 लाइक मेसी एन्ड नेमार। अब मेसी एन्ड नेमार चाहिँ कतिजना छन् त 15 छन्। 20 लाइक नन अफ देम भनेको छ। अब 20 लाई चाहिँ कुनै पनि मन पर्दैन। त्यसैले हामीले के गर्नु पर्यो त कम्प्लिमेन्टले चाहिँ डिनोट गरिदिनु पर्यो हैन। ल अब 1 नम्बरको हाम्रो ए नम्बरको चाहिँ सकियो है। कार्डिनलिटीमा लेखौँ सकियो। अब बी नम्बरमा हामीले सोधेको छ यसलाई भेन डायग्राममा प्रस्तुत गर्नुहोस् भनेको छ है। एउटा सेट यो भयो, अर्को यो भयो, अर्को भयो। यसमा चाहिँ आर एम र एन तीनटा सेट भयो। अब तीनटै लाइक नगर्नेवाला 20 जना छन्, बाहिर राखिदिने सकिहाल्यो। अब त्यसैले हामीलाई के दिएको छ त भन्दा अब तीनटा लाइक गर्नेवाला छ कि छैन हेर्नु पर्यो हैन। यहाँ हामीलाई तीनटै लाइक गर्ने दिएको छैन। त्यसैले हामी के गरौँ त यहाँ हामीले एक्स मानौँ ल। अब तीनटै लाइक गर्नेलाई चाहिँ हामीले के गर्छौँ त भन्दाखेरिमा लेट नम्बर अफ आर इन्टरसेक्सन एम इन्टरसेक्सन एन इज एक्स भनेर मान्दिने फेरि है। ल अब त्यसमा हामीलाई के दिएको छ भने अर्को आर इन्टरसेक्सन एम कति दिएको छ हेरौँ त यहाँ। आर इन्टरसेक्सन 20 दिएको छ। अब त्यसमध्ये चाहिँ यो पुरै यो घरमा चाहिँ 20 जना बाँकी छन्। त्यसमध्ये एक्स जना यहाँ आइसक्यो भने यसमा कति बाँकी रह्यो त 20 माइनस एक्स बाँकी रह्यो हो। अब त्यसै गरी यो हेरौँ त यो घर यसमा हेरौँ त यसमा कति छ यो टोटल एम र एन एम इन्टरसेक्सन कति छ 15 छ। त्यसमा एक्स जना यहाँ आइहाल्यो भने
15 माइनस एक्स भयो हैन। अब यो घरमा हेर्ने है, यस्तो किन गर्दैछौँ भने पहिला चाहिँ हामीले के गर्नुपर्छ, इन्टरसेक्सन पार्ट चाहिँ फिल गर्नुपर्छ हैन। अनि अब आर इन्टरसेक्सन एन चाहिँ कति छ, 10 जना छ। अब यो पुरै घरमा चाहिँ 10 जना छन्, 10 मा x जना यहाँ आइसक्यो भने कति बाँकी रह्यो त, 10 माइनस x जना बाँकी रह्यो, त्यही भएर यहाँ लेख्नु पर्यो हो ल। अब यो आर मा यहाँ कति बाँकी रह्यो, यहाँ कति बाँकी रह्यो, यहाँ कति बाँकी रह्यो, यो चाहिँ हामीले फाइन्ड गर्नु पर्यो हैन। अब यो एम मा चाहिँ कति बाँकी रह्यो होला नि त, अथवा यो आर मा कति बाँकी रह्यो होला नि त, आर मात्रै हैन। त्यसपछि टोटल आर मा चाहिँ कति जना छन् हेर्नुस् त ल, यहाँ म रफली गर्छु यहाँनेरि है। अब आर मा टोटल कति जना हुन् त, त्यो घरभित्र पुरै कति जना रहेका छन् हेर्नुस् त, 55 जना छन्। 55 मा 20 माइनस यहाँ x यहाँ आयो, x यहाँ आयो, 10x 10 माइनस x यहाँ आयो। अब बाँकी कति रह्यो त भनेपछि त 55 बाट हामीले यो घरका मान्छे घटायो भने त यो घरको मान्छे आउँछ नि हैन। हो त्यसो भए ल माइनस 20 माइनस एक्स ब्र्याकेट माइनस एक्स अनि माइनस 10 माइनस एक्स ब्र्याकेट। अब कति हुने भयो त, 55 माइनस 20 माइनस माइनस प्लस माइनस एक्स माइनस 10 प्लस एक्स। अब के भयो हेरौँ, यहाँ माइनस एक्स र प्लस एक्स एउटा काटियो, अनि 55 माइनस यो 30 गऱ्यो भने कति भयो त, 25 प्लस एक्स बाँकी रह्यो है ल, 25 प्लस एक्स बाँकी रह्यो। अब त्यसै गरी यहाँ पनि हामीले फिल गर्नु पर्यो। अब एममा टोटल कतिजना छन् हेर्नु पर्यो, यहाँ हामीले एममा कतिजना छन्, 40 जना छन्। त्यसो भए 40 माइनस, अब यो घरमा यो तीनटा घरका मान्छे घटाउनु पर्यो हामीले। एउटा 20 माइनस एक्स, अर्को माइनस एक्स, अर्को 15 माइनस एक्स। यो कति भयो, 15 माइनस 20 प्लस एक्स माइनस एक्स माइनस 15 प्लस एक्स भयो। अब माइनस एक्स र प्लस एक्स काटियो, अनि के भयो त यहाँ 40 माइनस यो 35 प्लस एक्स भने कति भयो, 5 प्लस एक्स बाँकी रह्यो यसमा। अब यसमा कति बाँकी रह्यो त, एनमा कतिजना छन्, 35 छन्। त्यसो भए 35 बाट माइनस गर्नु पर्यो, 10 माइनस एक्स माइनस 15 माइनस एक्स हैन। के भयो त, 35 माइनस 10 प्लस एक्स माइनस 15 प्लस एक्स भयो। अब 35 बाट यो माइनस 25 घटाउने, अब एउटा काटिहाल्यो, प्लस एक्स भयो, यो चाहिँ 10 प्लस एक्स भयो हैन ल। यति गरी चाहिँ हाम्रो बी नम्बर पनि क्लियर भयो ल। अब सी नम्बरमा फाइन्ड द नम्बर अफ पिपल हु लाइक एक्ज्याक्टली वान अफ देम भनेको छ। अब एक्ज्याक्टली एउटा मात्र लाइक गर्ने कतिजना छन् भनेको छ, यो चाहिँ 3 मार्क्सको छ हैन। अब त्यसको लागि त अब एउटा मात्र लाइक गर्ने भनेको त यो रोनाल्डो मात्र लाइक गर्ने, यो मेसी मात्र लाइक गर्ने, अनि यो चाहिँ नेमार मात्र लाइक गर्ने। त्यसो भए अब यी एउटा लाइक गर्ने मान्छे कतिजना छन् हामीले त्यो चाहिँ फाइन्ड गर्नु पर्यो जोडेर हैन। अब त्यसको लागि त पहिला त हामीले के गर्नु पर्यो, एक्स भ्यालु निकाल्नु पर्यो हो। अब यो एक्स भ्यालु निकाल्नुको लागि चाहिँ के गर्ने त भन्दा, अब हामीलाई त टोटल पार्टिसिपेन्ट्सहरू त दिएको छ नि त हैन ल। अब यो भेन डायग्रामबाट हामीले के गर्नु पर्यो त, कति छ, 110 इक्वल टु 25 प्लस एक्स प्लस 20 माइनस एक्स। अब हेर्नु त यो भित्र यो घरभित्र सबै 110 जना हो कि हैन, किनकि हामीलाई युनिभर्सल सेट यु त 110 जना भनेको छ नि त यहाँ। त्यही भएर यो घरभित्र चाहिँ सबै 110 जना छ भनेर हामीले बुझ्नु पर्यो। अब यो घरभित्र सबै 110 जना छ भने त यसलाई कतिवटा कोठा छन् यसमा, 1 2 3 4 5 6 7 8, यो 8वटा कोठाको मान्छेलाई जोड्दाखेरि त 110 पुग्नु पर्यो नि त। त्यही भएर हामीले के लेख्नुपर्छ त, 110 बराबर चाहिँ यति लेख्नुपर्छ है यो, अनि प्लस 10 माइनस एक्स अनि प्लस 15 माइनस एक्स प्लस 10 प्लस एक्स प्लस 20 भयो। 3 4 5 6 7 1 2 कतिवटा भयो भन्दा 20 माइनस एक्स 5 प्लस एक्स भयो, अनि 10 माइनस एक्स 15 माइनस एक्स 10 प्लस एक्स 20 प्लस एक्स एउटा बाँकी रह्यो। अब के काटियो त, प्लस माइनस माइनस प्लस माइनस प्लस काटियो, एउटा एक्स बाँकी रह्यो। अब 25 25
यो 45 50 60 अनि 70 80 90 100 105 105 प्लस एक्स भयो 10 माइनस 105 इक्वल टु एक्स भयो एक्स इक्वल टु कति भयो त 5 भयो। अब त्यसो भए हामीले के गर्नु पर्यो त्यहाँ अब एउटा प्लेयर मात्र लाइक गर्ने मान्छेहरुको संख्या कति छ हामीले त्यो फाइन्ड गर्नु पर्यो है। अब एउटा प्लेयर मात्र लाइक गर्ने कति जना छन् त भन्दा भेन डायग्राममा हेर्नु पर्यो। यो 25 प्लस एक्स भनेको एउटा रोनाल्डो लाइक गर्ने यिनीहरु भनेको एउटा मेसी यिनीहरु चाहिँ एउटा नेमार लाइक गर्ने त्यसको मतलब एउटा लाइक गर्ने चाहिँ कति जना मान्छे छन् त टोटल मान्छे हैन त्यो निकाल्नु पर्यो। इक्वल टु एउटा 25 प्लस एक्स भयो अर्को 5 प्लस एक्स भयो अर्को चाहिँ 10 प्लस एक्स भयो 40 प्लस 3x भयो यो कति भयो त 40 50 55 सी नम्बरको कम्प्लिट भयो 3 मार्क्स हो है। अब डी नम्बरमा हामीले के सोधेको छ त find the percentage of people who like only 2 players। अब दुईटा प्लेयर मात्र लाइक गर्ने कति पर्सेन्ट छ निकाल्नुस्। अब दुईटा प्लेयर मात्र लाइक गर्ने कति छन् भेन डायग्राममा हेर्नु पर्यो। दुईटा प्लेयर मात्र लाइक गरेर ल हेर्नुस् यो 20 माइनस एक्स दुईटा प्लेयर मात्रै हो अनि यो 10 माइनस एक्स पनि दुईटा प्लेयर मात्रै हो यो 15 माइनस एक्स पनि के हो त दुईटा प्लेयर मात्रै हो। त्यसैले पहिला दुईटा प्लेयर लाइक गर्ने मान्छे कति छन् त्यो निकाल्नु पर्यो हैन। equal to 20 minus x plus 10 minus x plus 15 minus x 20 30 40 45 45 minus 3x भयो 3 into 5 भयो। अब 45 बाट 15 घट्यो भने कति जना भयो त 30 जना भयो हैन। अब यो 30 जनालाई हामीले के गर्नु पर्यो त पर्सेन्टेजमा लैजानु पर्यो हैन। अब के गर्ने त percentage of people who like only 2 player। मैले हिजोको क्लासमा पनि भनेको थिएँ अब पर्सेन्टमा कन्भर्ट गर्नु पर्यो भने कुनै पनि नम्बरलाई पर्सेन्टमा कन्भर्ट गर्नु पर्यो भने के गर्ने जसलाई पर्सेन्टमा कन्भर्ट गर्नुपर्ने हो त्यसलाई माथि राख्ने अनि तल चाहिँ के गर्ने त टोटल नम्बर है टोटल नम्बर चाहिँ तल राख्ने अनि इन्टु 100% गरिदिने। अब यो 0 ले 0 काट्यो अनि कति भयो त 300 डिवाइड बाइ 11%। अब यसलाई चाहिँ क्याल्कुलेटर थिच्नुस् कति आउँछ हेर्नु ल। अब यसलाई डिवाइड गर्दा कति आउँछ त 27.7% आउने रहेछ हैन। ल यसको चाहिँ आन्सर यति भयो। अब यसमा केही कुरा नबुझेको छ यस्तो छ भने कमेन्ट गर्नु होला हैन। अनि फेरि हामी यस्तै अर्को क्वेशन चाहिँ लिएर आउँला अनि त्यसमा यी कुराहरुलाई चाहिँ क्लियर गरौँला है। ओके।